हेलो हाई नमस्ते। म आज बनाउन जाँदैछु चिकन चिल्ली। मैले चाहिँ पहिले कागतीको रस राखेँ, अनि त्यहाँबाट रातो खुर्सानी, नुन, थोरै जिराको धुलो, थोरै नराख्दा पनि हुन्छ आफ्नो अनुसार। एउटा अन्डा, म चाहिँ अन्डाको दुईटै भाग राखिदिन्छु। अनि कर्नफ्लावर, यसले चाहिँ अलिक क्रिस्पी टाइप बनाउँछ। अनि अदुवा लसुनको पेस्ट, यसलाई म आधा घन्टा राखिदिन्छु फ्रिजमा। यो म्यारिनेसन भयो। मैले आधी घन्टा राखेको थिएँ फ्रिजमा, अहिले निकालेर लिएर आएँ गाइज। अहिले मैले यहाँ तेल राखिराखेको छु, फेरि यसलाई म फ्राई गर्छु। अनि यो राख्दाखेरि चाहिँ त्यो के अरे, म चाहिँ मैदा चाहिँ राख्दिनँ गाइज, मैदा राख्दिनँ। कर्नफ्लावर मात्रै राख्छु। मलाई चाहिँ एकदम राम्रो लाग्छ। कस्तो त्यो यता मेरो झ्याल छ नि, अनि कस्तो क्वालिटी चाहिँ अनि कस्तो नराम्रो देखाउँदो रहेछ गाइज, के गर्ने। मजाले फ्राई गर्ने। फ्राई गरिसकेपछि एकदम सफ्ट हुन्छ कि यो चाहिँ, जस्तो हामी होटल रेस्टुरेन्टमा खान्छौँ नि त्यस्तै दामी दामी बन्छ। एकदमै स्वादिलो हुन्छ। म चाहिँ होटलमा भन्दा पनि घरमै धेरै बनाउँछु अचेलभरि चाहिँ। अनि म चाहिँ चिकन क्युब पनि राख्थेँ, त्यसले एकदम टेस्ट बढाउँथ्यो, तर रहेछ मेरोमा गाइज। फ्राई भइसक्यो। अब म यही बचेको तेलमा अलिकति जिन्जर र गार्लिक चप मजाले फ्राई गर्छु। सिमला मिर्च, हाम्रोमा क्याप्सिकम भन्छन्। अनि त्यहाँबाट स्क्वायर काटेको प्याज मजाले हालेर चलाउँछु। त्यसपछि चाहिँ यो घोल बनाएर राखेको छु, सोया सस, यो सोया सस, अनि त्यहाँबाट थोरै कर्नफ्लोर, त्यसपछि रातो खुर्सानी, थोरै नुन, अनि त्यहाँबाट केचप। यसमा अलिकति पानी राखेर घोलेर मैले सबै त्यो ब्याटर हालिदिएँ। मजाले चलाएँ। हेर्नु गाइज यस्तो भयो। तर मेरो त्यो झ्यालको लाइटले गर्दा अलि राम्रो चाहिँ देखेको छैन, तर दामी भएको छ गाइज। तयार भयो मेरो चिकन चिल्ली गाइज।